त्यही भएको कारणले गर्दाखेरि तपाईहरु आफ्नो ख्याल राख्नु होला। पानी एकदमै धेरै पानी पिउनु होला। गर्मी धेरै बढेको छ, त्यहीको कारणले पानी एकदम धेरै पिउनु होला। आफ्नो ख्याल गर्नु होला। त्यस्तै छ। हेर्नुस्, बाहिर अन्त घुम्न जाउँ भने कहाँ जाउँ? गर्मी धेरै बढेको छ, घुम्न सकिँदैन। यसो बाहिर मार्केटतिर निस्केको, त्यही पनि गर्मीले मार्ने आँटिसक्यो। देख्न सक्नुहुनेछ तपाईहरुलाई म यो बाहिरको दृश्य देखाउनेछु। यस्तै छ हाम्रो हामी बस्ने क्याम्पबाट जस्ट अगाडिको पार्ट है। यो चाहिँ अगाडिपट्टिको मार्केट हो, वान्टेड मार्केट। यस्तै छ, चारतिर रमले रमल। यहाँनिर घरहरू मार्केटहरू त्यस्तो ठुलो केही पनि छैन है। देख्न सक्नुहुन्छ चारैतिर रमले छ। बोट बिरुवा भनेको त तपाईँको एउटा पनि छैन क्या, एउटा पनि छैन। बोट बिरुवा नभएर पनि होला अलिकति त गर्मी भएको जस्तो लाग्छ। के गर्ने, गर्नै पर्यो। फेरि चिसोको महिनामा मौसममा यति चिसो हुन्छ नि, यति चिसो हुन्छ, मुटु कामले चिसो हुन्छ क्या। अब त्यही त हो, चिसोको महिनामा आछु भन्दै आछु भन्यो कामदै थोर कामदै ड्युटी गइ हुन्छ। कि अहिले गर्मीको बेलामा ओफ भन्यो, ड्युटी गयो आयो, के गर्नु, ड्युटी जानै पर्यो, काम गर्नै पर्यो। त्यस्तै छ परदेशी जीवन होइन। धेरै सताउँछ। त्यस्तै बाँकी कुरा त्यस्तै ठिकै छ। समुद्रमा हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै आज अर्को भिडियोमा भेट्ने बाचा गर्दै आज यो भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते, बाई बाई। फेरि भेटौँ।